वेलकम ब्याक टु माई च्यानल। आइम सबैजना सन्चै आराम हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु। पहिले त सबैलाई आज प्रजातन्त्र दिवस डेमोक्रेसी डेको सबैलाई शुभकामना। त्यस्तै आज चाहिँ अब डेमोक्रेसी दिनको मौका पारेर हाम्रो बालेन दाई सुर्खेतमा हिजो पुग्नु भएको रहेछ। अनि त्यहाँका आज 12 बजीदेखि चाहिँ एउटा प्रोग्राम रहेछ। बालेन दाई रवि दुइटै त खानु न, रवि दाई दुइटै खानबारे चाहिँ चट्ट मारेर गइदिउँ न भनेको। अस्ति अब हर्क साम्पाङ जियाउनु भएको थियो, उहाँलाई पनि भेट्न गइयो। फेरि बालेन दा अस्ति कालीकोटबाट फर्केर छिट्टै गइहाल्नु भएको रहेछ, अनि भेट्ने मौका पाइएन। त्यही भएर आज भेट्नलाई चाहिँ चट्ट केटा रेडी भएर होइन छमिया पट्टाउनलाई हामी लाग्दैछौँ अगाडि। प्रोग्राम अब घन्टातिर हुन्छ होला, तिर लाग्दैछौँ। अब त्यहाँ पुगेर बालेन दाईको यसो 2-3वटा भाषण सुन्नु पर्यो, के भन्छन् बड्डाले सट्ट पारेर। ल हामी चाहिँ बाटोमा हिँड्दैछौँ। बाँकी कुरा अब त्यतै पुगेपछि के कसो हुन्छ सबै देखिन्छ। गाइस घन्टाहरूमा क्राउड यस्तो छ यहाँ स्वागतमा। कहाँ हो बाजे? ल बाजेलाई पनि भेट्टायौँ हामीले हाम्रो। रमेश दाई के छ के? कहाँ आएनन् क्या? जाम तल गएर बसौँ न। यही कहाँ हो कि यार? ल मेरो साथी ल कहाँ हो? एकदम शान्त बस्दिनुहोला। अनि प्रदेशको सुर्खेत जिल्लामा आज हुन गइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको 23 मेला कार्यक्रममा उपस्थित सम्पूर्ण विद्यार्थी जनजी र सम्पूर्ण राष्ट्रिय स्वतन्त्र पार्टीको परिवर्तनको
कर्णाली प्रदेशका 10 वटा साथीहरू कार्यक्रम गर्दैछ। आउनुहोस् तपाईँ हामी सहकार्य गरौँ। फागुन 21 को मिसनलाई हामीले सफल पारौँ। फागुन 21 को मिसनलाई कर्णाली प्रदेशले वर्षौंदेखिका सपना अब राष्ट्रिय स्वतन्त्र पार्टीले साकार पार्नेछन्। यहाँ कोही कसै भोकै मर्नुपर्ने छैन। अबको केही वर्षभित्र राष्ट्रिय स्वतन्त्र पार्टीले त्यस्ता दिगो विकास योजनाहरू ल्याउनेछ कर्णाली प्रदेशमा। आशा गरौँ अबको सरकार राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार अवश्य पनि हुनेछ। आशा छ, भरोसा छ राष्ट्रिय स्वतन्त्र पार्टीप्रति। त्यसैले त आज लाखौंको संख्यामा राष्ट्रिय स्वतन्त्र पार्टीको यो परिवर्तनको उद्घोष सभा निकाल्नेछ भन्ने कुरा पनि यसै सभा मार्फत उहाँलाई जानकारी गराउन चाहन्छौँ। आउनुहोस् लागौँ भ्रष्टाचारी विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी खबरदारीको नारा लिएर आज कर्णाली प्रदेशको सुर्खेत जिल्लामा आम सभा कार्यक्रम गर्दैछ। आशा गरौँ राष्ट्रिय स्वतन्त्र पार्टीले अब पक्कै पनि कर्णाली प्रदेशलाई न्याय दिनेछ, पक्कै पनि कर्णाली प्रदेशको विकास गर्नेछ। वर्षौंदेखि साथीहरू यहाँ कहीँ कतै पनि हजुरहरूले यो भेलालाई लथालिङ्ग गर्ने काम चाहिँ नगरिदिनु होला। एकदम शान्त तरिकाले बस्दिनु होला। राष्ट्रिय स्वतन्त्र पार्टी अराजक पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी पछिल्लो चरणमा एकदम सही र सभ्य तरिकाबाट कार्यक्रम हामी सञ्चालन गर्नेछौँ। आशा छ आज कर्णाली प्रदेशको युवाहरूले, कर्णाली प्रदेशको चेन्जी भाइ बहिनीहरूले पक्कै पनि यो सभालाई एकदम सही र राम्रो ढङ्गबाट समापन गर्नेछन् भन्ने कुरा पनि म यसैमा कार्यक्रमबाट जानकारी गराउँदछु। आदरणीय कर्णालीवासी आमा तथा दाजुभाइ दिदीबहिनीहरू, यो कार्यक्रममा अबको केही क्षणमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता, पार्टी सभापति सर्वे नेता रवि लामिछाने, डिपी अर्याल, बालेन्द्र शाह सहितको उपस्थित समेत रहने कुरा आज यसै हामी उद्घोष सभा मार्फत जानकारी गराउन चाहन्छौँ। क्षेत्रमा देखिएका समस्यालाई राष्ट्रिय स्वतन्त्र पार्टीले पक्कै पनि न्याय गर्नेछ, पक्कै पनि विकास गर्नेछ। आशा गरौँ अब कर्णाली प्रदेशको सुर्खेतमा मात्र होइन, कर्णाली प्रदेशको 10वटा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीले विजयको जुलुस निकाल्नेछ भन्ने कुरा पनि आज यसै सभा मार्फत म जानकारी गराउन चाहन्छौँ। एकपटक सबैजनाले जय घन्टी भनेर भनिदिनु होला। राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी। भोट केमा, भोट केमा, भोट केमा, भोट केमा। कर्णाली प्रदेश के भन्छ, कर्णाली प्रदेश के भन्छ, कर्णाली प्रदेश के भन्छ, कर्णाली प्रदेश के भन्छ। भोट केमा, भोट केमा।
राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद अब की बार अलि भएन अलि जोरसँग अब की बार राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद अलि जोरसँग है त राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद भोट केमा कर्णाली प्रदेश के भन्छ एक साथ सबैले भनिदिनु है त कर्णाली प्रदेश के भन्छ कर्णाली प्रदेश के भन्छ कर्णाली प्रदेश के भन्छ केन्द्र सरकार के भन्छ केन्द्र सरकार के भन्छ राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद राष्ट्रिय स्वतन्त्र पार्टी हामी शुभारम्भ गर्नेछौँ। यो कार्यक्रममा एकदम शान्त र धैर्य भएर बस्दिनु होला आदरणीय कर्णालीवासी आमा बुवा तथा दाजुभाइ दिदीबहिनीहरू। अबको केही क्षणमा हामीले कर्णाली प्रदेशको सांस्कृतिक झल्कने गरी यहाँको हुड्के नाच र सबैभन्दा उच्च स्थानमा रहेको विमानस्थल सिमीको उच्च स्थानमा फल्ने धान काली मार्ची भएको प्रदेशको खस राज्यको केन्द्र खस भाषाको उद्गम स्थल सिजा भ्याली स्यार्पो बुलबुले ताल ऐतिहासिक स्थल काँक्रे बिहार प्रसिद्ध मन्दिर देउती बजाई अनि समृद्धिको भण्डार ज्वाला क्षेत्र भएको दैलेख हो। यही हो हाम्रो कर्णाली प्रदेशको चिनारी अभिव्यक्तिको गर्वबाट अनुकूलता र अब्बलताको खोजीमा भौतारी रहेको प्रदेश कालो बादलको घेराबाट चाँदनीको घेरा खोज्दै गरेको प्रदेश हो कर्णाली हार्दिक धन्यवाद यहाँहरू सम्पूर्णलाई। आदरणीय उपस्थित आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, परिवर्तनको उत्कोच सभा कर्णाली प्रदेशको राजधानी सुन्दरनगर वीरेन्द्रनगरबाट यहाँहरूको माझमा हामी प्रस्तुत भइरहेका छौँ। अब म नै कार्यक्रमलाई कति पनि ढिला नगरिकन समयको पाबन्दीले गर्दाखेरि हामी सेड्युल अनुसार नै कार्यक्रमलाई अगाडि बढाउनेछौँ। जय कर्णाली। हार्दिक आभार, हार्दिक धन्यवाद बहिनीहरू। हामी परिवर्तनका खातिर कर्णालीका करोडौँ दुःख कष्ट पीडाहरू सहेर यहाँसम्म पुगेका हौँ। अहिले यहाँ भएका दुःख पीडाहरू त हाम्रो लागि केही पनि होइनन्। यो पारी यो रेस्टुरेन्टको छतमा भ्रष्टाचारका विरुद्धमा कुसंस्कृतिको विरुद्धमा नारा गुन्जाइरहनु भयो। करोडौँ नेपालीको आशा, करोडौँ नेपालीको भाग्य र भरोसाको केन्द्र अब यो देशको बागडोर प्रधानमन्त्री बनेर सम्हाल्छु भनेर राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका वरिष्ठ नेता बालेन्द्र शाह आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आउनुभएको छ। अब सम्पूर्ण कर्णालीवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरूको लागि आफ्नो सम्बोधन मार्फत स्वागत गरिदिन हुनको लागि, मन्तव्य राखिदिन हुनको लागि आदरणीय नेता बालेन्द्र शाह बालेनज्यूलाई म हार्दिक अनुरोध गर्दछु। नमस्कार, सन्चै हुनुहुन्छ? शिव भगवानको पाउमा आएर, कैलाशको पाउमा आएर आज कर्णालीमा आएर राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्र बाचापत्र सार्वजनिक गर्न पाउँदा म लगायत हाम्रो पार्टीका सबै
सदस्यज्यूहरू, सभापतिज्यूहरू तथा हाम्रा पार्टीका साधारण सदस्यज्यूहरू, सम्पूर्ण कर्णालीवासी नेपाली दाजुभाइ दिदीबहिनीमा आउन पाउँदा धेरै धेरै खुसी लागेको छ। कर्णाली यो देशको सबैभन्दा ठुलो ताल, रारा ताल, राजा महेन्द्रले भन्नुभए जस्तो स्वर्गकी अप्सरा भएको ठाउँमा आउन पाउँदा धेरै खुसी लागेको छ। देशको सबैभन्दा लामो नदी रहेको ठाउँ, देशको सबैभन्दा ठुलो जिल्ला रहेको ठाउँ, देशको सबैभन्दा ठुलो गाउँपालिका रहेको ठाउँ, देशकै सबभन्दा गहिरो ताल रहेको ठाउँ, जुन गहिराईलाई आजसम्म कुनै सरकारले, कुनै पार्टीले, यो देशले बुझ्न सकेन, त्यो गहिराईलाई बुझ्न चाहन्छौँ। त्यो गहिराई बुझ्ने पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी। आजको दिनमा डोल्पाको सुन जस्तो मानिने यार्सा गुम्बा विश्वभरि पुग्न सक्छ, तर कर्णालीको स्याउ र माछी चामल त्यही चितवन र झापा पुग्न सक्दैन। यहाँको उत्पादनलाई कम्तीमा पनि देशभरि पुर्याउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र। आफैमा यो सिन्जा उद्गम स्थल, यहाँ आफ्नै भाषा छ, आफ्नै लिपि छ, आफ्नै चित्रकला छ, आफ्नै नाचगान छ, आफ्नै जात्रा पनि छ। यो सबै भयो भने एउटा सभ्यता मानिन्छ। त्यो सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र। जसरी काठमाडौँ महानगरपालिकामा हाम्रो नेवा सभ्यताको नाचगान, त्यहाँको लिपि, त्यहाँको बाजागाजा, त्यहाँका मूर्त अमूर्त सम्पदालाई हामीले जोगाएर राखेका छौँ, त्यसरी नै यहाँ कर्णालीको सभ्यतालाई हामी जोगाएर राख्न चाहन्छौँ र त्यो जोगाउने पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी। देशमा अझै पनि भोकमरी छ, अझै पनि 4 वर्ष मुनिका बालबालिकाहरूको मृत्यु दर एकदमै बढ्दो छ, महिलाहरूको, आमाहरूको मृत्यु दर बढ्दो छ। त्यो कर्णालीमा छ र त्यो कर्णालीको पीडालाई, गरिबीलाई, त्यो दुःखलाई बेच्ने नेता धेरै आए, त्यो गरिबीलाई बुझ्ने नेता धेरै आएका छैनन्। अहिलेसम्म कोही आएको छैन। त्यो बुझ्ने नेताहरू बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता। यहाँको पर्यटन, यहाँको सम्भावना, यहाँको कृषि, यहाँको खेतीपाती, यहाँको आय आर्जन सबै भोटबाट आउनुहोस्। भोटबाट हामी चाहन्छौँ भोटबाट फेर्न। रगतको एउटा थोपा चुहाउन चाहँदैनौँ। कर्णालीका धेरै आमाहरूको काख रितिएको छ, धेरै दिदीबहिनीहरूको सिउँदो पुछिएको छ, धेरै बालबालिकाहरू टुरा भएका छन्। अब कर्णालीले त्यो सहँदैन। चाहन्छौँ भोटबाट हो परिवर्तन गर्ने। लोकतन्त्रलाई खतरा हुन्छ भनिरहेका छन् मान्छेहरू। लोकतन्त्रको खतरा बल्ल तपाईँहरूलाई घन्टी बल्ल बज्यो जब जनता जागे, तपाईँलाई बल्ल लाग्यो लोकतन्त्रलाई खतरा छ। यति बेला, ठिक यति बेला जनता जागेका छन्, जनताले बुझेका छन् लोकतन्त्रलाई जसबाट खतरा थियो। मैले पहिला पनि भनेको लोकतन्त्रलाई जुन खतरा थियो, त्यो खतरा हेलिकप्टर चढेर भागेको छ। बस ल्यान्डमा लोकतन्त्रलाई खतरा तब हुन्छ जब त्यो हेलिकप्टर फेरि सिंहदरबार या बालुवाटारमा ल्यान्ड हुन्छ। जता ल्यान्ड हुन्छ ल्यान्ड होस्, हामीलाई भन्नु केही छैन। तर जनताको भाग्य फेर्ने र बनाउने मात्र होइन, बदल्ने सिंहदरबारमा ल्यान्ड नहोस्, यति भए। त्यसैले परिवर्तनको यो आगोलाई, यो झिल्कोलाई, जनताको चेतनालाई कसैले चुनौती नदियोस्। म सबैले सुन्ने गरी कर्णालीबाट भन्न चाहन्छु, लोकतन्त्रलाई खतरा छैन। हामी जोगाउँछौँ। किन? कुनै नेताले ठेक्का लिनुपर्छ लोकतन्त्रको? यो देशको लोकतन्त्रको ठेक्का कुनै नेताले, कुनै पार्टीले लिनु पर्दैन। लोकतन्त्र जोगाउने जनता छन्, यिनले जोगाउँछ। यहाँ कसको सभामा कति मान्छे आयो भनेर फोटो भेडाउँदैछन्। आएनन् हाम्रा मान्छे, भइगयो तपाईँहरूकै मान्छे हुन्। चुनावमा मतपत्र भेडाउने हो, भेट भेडाउन जरुरी हामीलाई जरुरी छैन। हामी त्यसका लागि आएका होइनौँ। लोकतन्त्र जोगाउने जिम्मा पनि जनताको हो। लोकतन्त्रप्रति हामीलाई विश्वास छ। हामी निर्वाचनबाट भाग्य बदल्ने काममा लागिरहेका छौँ। त्यो विश्वास पनि जनताको हो। त्यसकारणले निर्वाचनबाट भाग्ने अर्को पनि एउटा अफर भइगयो नि त। ल
त्यस्तो पिर लाग्छ लोकतन्त्रको भने भाइबरका सबै मिल्नुस् एउटा दल बनाएर चुनाव लड्नुस् अल भर्सेस वान कन्ट्री भर्सेस अल जति बेला जनता जाग्यो त्यति बेलामा कचकच गर्न पाइँदैन है पाइँदैन शान्तिपूर्ण निर्वाचनको प्रत्याभूति सरकारले दिन्छ दियोस् रासोपा लोकतन्त्रको विधि मानेर लोकतान्त्रिक मूल्य र मान्यतामा अडिग रहेर काम गर्छ रासोपासँग डराउनु पर्ने जो हो त्यो मात्र डराओस् जनता डराउनु पर्दैन हाम्रो वैदेशिक नीतिमा कसैले चिन्ता गर्नु पर्दैन असंलग्न परराष्ट्र नीतिको सिद्धान्तलाई अवलम्बन गरेर हामी छिमेकीहरूको सम्बन्धलाई उत्कृष्ट बिन्दुमा पुर्याउँछौँ अब विकास कूटनीतिको लागि हामी अगाडि बढेका छौँ कसैले चिन्ता गर्नु पर्दैन रासोपाले बुझेको छ एउटा खाल्लो पूर्ण एउटा पुस्ताले आफ्नो नाति नातिनासम्म कुर्नुपर्ने युगलाई अन्त्य गर्न खोजेको धेरै केही गर्न खोजेको होइन रासोपाले धेरै केही गर्न खोजेको होइन विद्यालय र युनिभर्सिटीमा दलका ब्यानरहरूलाई निकालेर त्यहाँ विद्यालयमा शिक्षा हुने काम युनिभर्सिटीमा हुन्छ त केवल पढाइ बाँकी खेल चल्दैन बस गर्न खोजेको रासोपा ठेक्का लिएको समय भित्र पुरा गर्नुपर्छ पुरा भएन भने प्रत्येक दिन गनेर फाइन तिर्नुपर्छ पैसा त्यतिखेर कसको अवस्था के हो को के बन्ने को नेता बन्ने यो दौड होइन जनता जागेको बेलामा हामी मिलेर आएका छौँ जनताले भने हामीले मान्यौँ 5 मिनटमा मान्यौँ अब मान्ने पालो तपाईँको म यति कुरा बताउँछु बहुमतको स्थायी सरकार हामीले दिन सकेनौँ भने मुलुक एउटा अप्ठ्यारो ठाउँमा पुग्न सक्छ तर त्यो जिम्मा पनि जनतालाई जिम्मा लगाएका छौँ हामीले यतिका वर्षसम्म मौका पाएर पनि जनताका आकांक्षा पूरा गर्न नसकेपछि जनताले खोजेको विकल्प हो रासोपा यहाँ उभिएका हामी आफ्नो पेसा र व्यवसायमा काम गरेका मान्छेहरू हौँ तर देश आखै अगाडि नर्काउन खोजेको हामीले रोक्न खोजेको मात्रै हो कर्णाली जस्तो बनाउनु लोकतन्त्रलाई खतरा छैन कुनै पनि खतरा छैन गाइज प्रोग्राम पनि भइयो सुर्खेतमा रासोपा पार्टीले गराएको बालेन दाई रवि दाईहरूले राम्रो कुराहरू गर्नुभयो अहिले चाहिँ घरतिर लाग्दैछु म हिँडिरहेको छु क्रेज चाहिँ बबाल थियो होइन क्राउड पनि बबाल थियो यस्तो त पहिले देखिएको थिएन यति धेरै मान्छे बाटैभरि छ्यापछ्याप्ती पुरै घन्टाघाटमा ठाउँ नपुगेर थुप्रै वालमा गएर हेर्नु परिरहेको थियो दाइहरू कता गइसक्नु भएछ गाह्रो छ एक्लै जानु पर्यो घरतिर मान्छेहरू पनि त्यताबाट सबै घरतिर जाँदै हुनुहुन्छ मान्छे चाहिँ बहुत धेरै थियो गाइज होइन म एकदम दाइहरूलाई अनि मनोज भाइहरूलाई भेट्टाउँदै होइन यतैबाट गालोन् भन्दा माथिबाट आएको यता माथि भानु पार्कतिरको बाटोबाट आएको कहाँ गायब भइसकेको छ नभए एक्लै जानुपर्ने भयो यहाँ म हिँडिरहेको छु एक्लै गाह्रो छ नि त जियोस् अच्छा छ नि होइन राम्रो रमाइलो भयो जियोस् बालेन दाइले अलिकति नजिकमा गएर भिडियो फोटो खिच्न पाइएन टाढैबाट माथि वालबाटै गराएको भिडियोहरू अलि जुम गरेर गराउनु पर्यो त्यस्तो अब क्वालिटी राम्रो त आएन त्यही पनि हजुरहरू उहाँहरूको फ्यानहरू हुनुहुन्छ नि त त्यही भएर हेरिहाल्नुहुन्छ भन्ने आशा गरेको छु एक्लै हिँडिरहेको छु म चाहिँ सास पनि सुकिरह झोलामा पानी सानी ल्याइएको थियो पानी सानी पनि कता गयो ल्याइयो मात्रै पुग्ने पाइएन
पर गएर पानी किन्नु पर्ने छ अनि त्यतिबाट सरैतिर लाग्नु पर्ला। यहाँ छ गाइज गणेश मन्दिर, यतै यहाँ परपट्टि धारा छ, त्यतै पानी खाने आँसले आइदिरहेको छु। पानी खाने आँसले चट्ट त्यहाँबाट खाएर घरतिर लाग्नुपर्छ। मन्दिर पनि राम्रो छ, चट्ट पाएर श्री गणेश मन्दिर। पर अगाडिपट्टि हनुमानको मन्दिर छ चट्ट। अच्छा छ नि यहाँको इन्भाइरोमेन्ट पनि चट्ट शान्त छ। अह गाई चाहिँ यो पानी खाने भनेको चाहिँ फ्रेस भइदिनु लाग्यो। यहाँ त मुख सुख धुनु पऱ्यो, उसके बाद फिर से मिलेंगे हम। ओ यहाँ क्या फ्रेस राइट। मजा आयो पानी सानी खाएर। ओहो ल गाइज पानी सानी खाने आएर चट्ट मुख सुख पनि धोयो, अहिले राम्रो भयो चाहिँ। अब म चाहिँ जान्छु एक्लै घरतिर। मन्दिर चट्ट हेरिरहनु भएको तलतिर, गणेश भगवान्को तलतिर आवासस्थान छ, यहाँबाट हेरिरहनु भएको उहाँले झट्ट उहाँले नै रगिदियो आएर मलाई अलिअलि कन्टेन्ट मिले जस्तो भयो। अलि नजिक जान चाहिँ पाइएन, तर कन्टेन्ट चाहिँ मिल्यो अलिकति। अब 2-3 दिनलाई कति दिन हुन्छ। गाइज भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। सक्दो हामीलाई त्यो सजिलोले इन्करेज गर्नुपर्छ, सपोर्ट चाहिँ देखाउनु होला। आजलाई यति नै, चलो अर्को भिडियोमा मिल्नेछौँ हामी। आजलाई यति नै, बाई।